विभिन्न विद्यालयका आदरणीय प्रधानाध्यापकज्यूहरू, सुरक्षा निकायका सम्पूर्ण स्थानीय यस बिओपीका भटियानी बिओपीका प्रमुखज्यू, प्रहरी चौकी भटियानीका प्रहरी नायब निरीक्षकज्यू, त्यसै गरी सुरक्षाकर्मी साथीहरू, सँगसँगै त्यसै गरी ढिँडापुर प्रहरी चौकीका प्रमुखज्यू र आजको यस गरिमामय सभामा उपस्थित नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्षज्यू लगायत सम्पूर्ण कार्य समितिका सचिवज्यू लगायत सहसचिवज्यू लगायत विभिन्न पदमा रहनुभएका सञ्चारकर्मी साथीहरू, त्यसै गरी प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्तोष सिंह सहित यहाँ उपस्थित सम्पूर्ण सञ्चारकर्मी साथीहरू र यस कार्यक्रममा उपस्थित सम्पूर्ण महिला एवं सज्जनबिन, सर्वप्रथम म आज यो पवित्र र पौराणिक र ऐतिहासिक नगरी भटियानीमा मध्य प्रदेशका माननीय सभामुखजीलाई म स्वागत गर्न चाहन्छु। सँगसँगै आभार व्यक्त गर्न चाहन्छु कि उहाँको जुन आज आफ्नो व्यस्तताको समयको बावजुद पनि हामीलाई जुन यो 15औं नगरसभामा जुन हाम्रो प्रमुख आतिथ्यको निमन्त्रणालाई जुन उहाँले स्वीकार गरी यहाँ आउनुभएको छ, त्यसको लागि म आफ्नो तर्फबाट सँगसँगै सम्पूर्ण भटियानी नगरवासीको तर्फबाट उहाँलाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु। सँगसँगै सबैजनालाई म आभार व्यक्त गर्न चाहन्छु।